जय मसी नमस्ते कुजुजाङपो सबैलाई कति क्रिसमस ट्री बनाउनु है र यो चाहिँ हामीले फर्स्ट टाइम बनाएको क्रस हैन एकदमै राम्रो लाग्यो र यसको चाहिँ के थिम छ पनि दिस इज द रिजन फर द सिजन भनेर रहेछ हैन त्यसले गर्दाखेरि हामीले चाहिँ क्रस बनाउन ट्राई गरेको छ है क्रस एकदम सजिलो तरिकाले बनाएको छ मैले चाहिँ यो कार्डबोर्ड पहिला नै यो गरेर बनाएको छु हैन यो कार्डबोर्ड चाहिँ मैले सेम लेभल गरेर भाइलाई काट्न लगाएर अनि बनाएको छु अनि यसको वरपरि चाहिँ मैले सेलोटेपले टालिदिएको छु हैन सो यो सेलोटेप टालेर मैले काम गरेको छु तपाईहरु हेर्नुस् धेरै सजिलो छ बनाउन त्यस्तो गाह्रो पनि छैन र एकदम लो बजेटमा अराउन्ड 500 भित्रै यो तपाईले बनाउन सक्नुहुन्छ है र लाइटहरुको चाहिँ अब अर्कै गरेर कस्ट हुन्छ होला हैन तर यो जस्ट क्रस मात्रै बनाउनलाई चाहिँ त्यतिमा पनि बनिन सकिन्छ है मेहनत गरेर किनेर ल्याउनु पर्ने छैन यो हैन एकदमै सजिलो छ र हुन्छ हेर्नुस् होला मैले क्रस बनाएको कसरी बनाउँदैछ र साथै साथ यो क्रससँग म आफ्नो हस्बेन्डले गाएको गीत बजाउँछु हैन उहाँले गाउनु भएको छ गीत एउटा गीतको नाम छ बाटो सत्य र जीवन र हुन्छ तपाईहरु पनि सुन्नुस् रमाइलो गर्नु होला अनि सबैलाई मेरी क्रिसमस कति प्रिय र भाग्यमानी मेरो पिताले मलाई छान्नुभयो यो सृष्टिको सुरुमा नै उहाँले मलाई बोलाउनु उहाँले मलाई छान्नुभयो म कति प्रिय र भाग्यमानी मेरो पिताले मलाई छान्नुभयो यो सृष्टिको सुरुमा उहाँले मलाई बोलाउनु भयो उहाँले मलाई छान्नु को मनलाई नयाँ जोस दिनुभयो गलेको शरीरलाई ताजा पार्नुभयो तपाईको अघि घुँडा लिटेको छ यो मनले तपाईलाई मात्र रोज्छ खोजे संसारमा पाए तपाईं केवल रोजी संसारमा अपनाउन बाटो सत्य र जीवन केवल तपाईं नै बाटो सत्य र जीवन केवल तपाईं नै म कति
प्रिय र भाग्यमानी मेरो पिताले मलाई छान्नुभयो यो सृष्टिको सुरुमा नै उहाँले मलाई बोलाउनुभयो उहाँले मलाई छान्नुभयो बाटो सत्य र जीवन केवल तपाईँ नै उहाँले मलाई बोलाउनुभयो उहाँले मलाई छान्नु